हेलो गाइस हामी साकुरा हेर्न आएको छौँ। साकुरा हेर्न भनेर आएको गाइस। हामीले त फोटो खिच्न पाएन, सबैतिर मान्छे छ हैन र गाइस। हो तपाईहरु हेर्न सक्नुहुन्छ साकुराको बोर्ड भर्खर यता फुलिरहेछ, भर्खर खासै राम्रो तब त्यसै त साकुरा हेर्न आएको। हाम्रो रुमबाट चाहिँ लगभग कति 10-15 मिनट छ कौवेन आइपुग्न। यस्तो छ। अब हामी तपाईलाई छ फुल साकुरा। यो चाहिँ मन्दिर भयो। हाँ ठोके हामी चाहिँ साकुरा फुल हेर्न आएको, तर खासै फुलेको चाहिँ रहेनछ। तपाईहरुले हेर्न सक्नुहुन्छ। साकुरा हेर्नुहोस् है, तर राम्रोसँग फुलेको चाहिँ रहेनछ। ओइ हाई गरौँ न। हामी चाहिँ आज साकुरा हेर्न आएको। यो चाहिँ मन्दिर भयो जापानको। सक्नुहुन्छ साकुरा फुल। मान्छेको भिडै भिड छ यता चाहिँ फोटो खिच्ने। फुलेको चाहिँ रहेनछ, अलि फुलेछ। हामी चाहिँ अलि चाँडै आएछौँ। हेर्न सक्नुहुन्छ साकुरा पुरा खासै फुलेको चाहिँ रहेनछ। अब 3-4 दिनपछि चाहिँ फुल्छ होला सायद। हुन्छ साकुरा खासै फुलेको चाहिँ छैन, अलि फुलेछ। फोटो खिच्न भनेर आएको, राम्रोसँग फोटो नि खिच्न पाएन। मान्छे थियो धेरै उता फुल्ने ठाउँतिर चाहिँ। हेर्न सक्नुहुन्छ साकुरा फुल। हजुर यता चाहिँ अलि फुलेछ, कस्तो राम्रो हेर्न सक्नुहुन्छ। यता चाहिँ मान्छे छैन, उतानिर चाहिँ मान्छे छ कति धेरै। रुखको मुन्तिर बसेर सुतिरहेछ कुनै। यस्तो छ यता कस्तो राम्रो फुलेछ। यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ तपाईहरुले फुल। यता हेर्न सक्नुहुन्छ। हेलो हामी चाहिँ साकुरा हेर्न आएको। खासै साकुरा त फुलिसकेको छ। अब उतानिर चाहिँ अलिक फुलेको छैन। हाई गर्दैन हो साकुरा। यता नि हेर्न सक्नुहुन्छ साकुरा फुल। यता नि यता त कस्तो राम्रो छ। सक्नुहुन्छ देख्न सक्नुहुन्छ। यतानिर चाहिँ साकुरा धेरै फुलेको छ, हेर्न सक्नुहुन्छ। यहाँनिर यस्तो झपक्क फुलेको छ। यहाँनिर चाहिँ कस्तो राम्रो भएको छ। यहाँनिर चाहिँ